हामी गर्ने खै बदलाउन हामी खै कति यहीँदेखि गर्दा भयो त कोही छिटो पाउने कोही नपर्ने त गर्नु भएन नि त तपाईँले छोडिदिनु हामी पनि हामी यहाँबाट खिच्ने हो क्या सर तपाईँ त्यसो नगर्नु न यहाँबाट हो क्या सर अलिकति छोडिदिनु अनि त्यही गर्नु न उता खिचिराख्नु यहाँ सोध्नु न जानु सोध्नु नि त तपाईँहरू मिडिया कोही छिर्ने कोही नछिर्ने त हुँदैन नि त यार तपाईँहरू के हो क्या खोइ गर्न जाने मान्छे बाहिरै भयो भनिसक्नु भयो त्यहाँ तिमीहरू सरले भनिसक्नु भयो त हौ त्यो भाइ कहाँको हो त्यो भाइ खोइ हाम्रो भाइ तपाईँलाई त सेट बनाउनु हो त पछाडि गर्नु मलाई सर दुईटा गर्ने कि चारवटा गर्ने त्यो माथिको लाइट पनि बाल्नु सिलिङको लाइट हो अझ उज्यालो हुन्छ लाइट बाल्नु उज्यालो हुन्छ त्यो डबल गर्दैछ कि डबल जाली पनि ठुलै ठुलो यो उताको पर्दा लाग्यो चल्क्यो घामले त्यो पर्दा लाग्यो लाइट बाल्नु पर्थ्यो लाइट भयो भने यहाँ टल्केर भएर साह्रै गरेर सिल्भर भेरिफाई गरौँ है हामीले 1 नम्बर बाकस सबैजना फलो लगाइरहेका छौँ यो बाकसमा भएको सिल र यहाँ हामीले हिजो रुजु गरेको सिल
एउटै हुनुपर्छ। यसको लागि चाहिँ म यहाँ भन्छु सरले त्यहाँ हामीले देखाइदिन्छौँ 81 सेन्टर 70 ECN है यहाँ तपाईँले टिप्नु भएको छ नि हिजो अस्ति टिपेर लिएर आउनुभएको छ नि त्यो केन्द्रबाट अब हामीले केही गलत गऱ्यो कि भन्नेलाई त्यसो गर्नलाई है ल ECN 700 84 यहाँ 84 181 होइन अनि 182 183 बीचको एक अब यो चाहिँ 700 189 बीचको 89 देखेछ नि होइन त्यो कर्मश छ कि एउटा अगाडिको नम्बर भयो 81 82 83 84 र बीचको चाहिँ 89 हो है मैले काटेँ है त म सङ्ख्या पनि ए सर टोटलको कहाँ छ दुईटा जोड्नु त महिला 225 र 250 475 हो महिला पुरुष भन्नुहोस् एकपल्ट फेरि महिला 225 225 अनि पुरुष 250 475 हो 475 हो हेलो यो माथि लेख्नु ल मैले काटेँ है त एक बन्दालाई 10 मिनट बाँकी हुँदा सुरु भयो है त्यो मुसुल कामा सानो चाहिने सानो बुझ्नुला हाकिम साहबसँग ल है त खनायो एउटा बक्सा कति वर्ष धर्म हामी यहाँबाट त देखिरहेछ बुद्धो बानीहरुमा होइन पहिलो हुने 70 100
सुन्नु है यहाँ चाहिँ के भनेर आएको रहेछ एकदम गाह्रोसँगै गाह्रो नपार्नु न समानुपात 161 नम्बर बिगारे समानुपातिको चाहिँ नम्बर हालेछ चाहिँ समानुपातिको चाहिँ प्रत्यक्षमा प्रत्यक्षको चाहिँ नम्बर समानुपातिको लेखेछ त्यसमा त समानुपातिक पनि एकपल्ट हेर्नुपर्छ हामीले 70 161 समानुपातिक पनि एकपल्ट त्यो त छ कि समानुपातिक समानुपातिकमा को कोलममा चाहिँ लेखिदिए क्या यो नम्बर जम्मा समानुपातिक गर्नु यो चाहिँ कोलम समानुपातिकमा लेखिदिए होइन त प्रत्यक्षकै छ होइन यो चाहिँ कमा लेख्नु पनि खमा लेखिदियो क्या हजुर तपाईँकोमा चाहिँ मिल्यो होइन प्रत्यक्षको लेखेकै मिलेको छ कर्मचारी टिकट गर्ने बेलामा चाहिँ मुखको सिलेको त कति छ मुखको सिलेको छ मुखको सिलेको 65 हो अहिले भएर समानुपातिकमा समस्या आउन सक्छ होला नि त फेरि अहिले यो समानुपातिकको सिल आइरहेछ अरे यहाँ यो उहाँले एकदम मिले गर्नु बन्द गर्ने बानी समानुपातिक पनि हेर्नु फोकस गर्दाखेरि एउटा यसमा चाहिँ मिलाएको छ 70 165 को पत्ता गरेछ यो माथि यो यसमा चाहिँ मिलाएर अनुसूची 24 मा चाहिँ मतपत्रिकाको मतपत्र खसाल्ने पावर भनेछ त्यसमा चाहिँ फेरि मिलेको रहेछ कति होला होइन पछि नाति समस्या आउँदैन भने ठिक छ त्यो बुझ्नु मिलेपछि त्यसलाई समानुपातिक भन्दाखेरि चाहिँ सिल अब यो सुनसरी खको चाहिँ फेरि यसको सिल चाहिँ प्रत्यक्षको हुने हो यसको प्रत्यक्षको यतापट्टिको चाहिँ समानुपातिकको यहाँ लेख्दाखेरि त्यस्तो भयो हुन चाहिँ यो प्रत्यक्षकै हो होइन लेख्दाखेरि चाहिँ यहाँ समानुपातिकको रोमा प्रत्यक्षको सिल लेख्नु प्रत्यक्षको अर्को पनि हामीले हेर्नु पनि सक्छौँ अहिले ल्याएर पनि हेर्न सक्छौँ भोलि गर्दा थाहा भइहाल्छ त्यो हेर्दा नि कन्फर्म गर्दा राम्रो क्या अहिले पछि फेरि लफडा जबको सिल नम्बर 175 चाहिँ सबै साथी हो दब साथीहरू एकजना जानुहोस् यसको बिचको सिल मिलेको त चारतिरको सिल नमिलेको होइन सबै मिलेको छ समानुपातिकको यो लेख्ने बेलामा चाहिँ हाम्रो यो सिल चाहिँ यो माने पर्दा यो यो माथिको सिल मात्रै भएको यसमा लेखिएको चाहिँ गलत भयो होइन कुरा चाहिँ सामानुपातिको सिल नम्बर हुन्छ 71 72 सर हेलो
समानुपातिको सिलमा 70 यसलाई अब यो ठिक छ कि हामीले चाहिँ तपाईँले त्यो कुरा चाहिँ एउटा टाइपले बनाउनु पर्छ। भोलि यो प्रतिनिधि हुँदैन अन्य प्रतिनिधि बसेको हुनसक्छ फेरि नपरा आउन सक्छ बरु बस्यो भने पहिले सहमति भएको थियो भने सजिलो थियो हजुरले भनेर हो म यसरी सोचेँ तपाईँहरू प्रतिनिधि चाहिँ फेरि भोलि चाहिँ यसो भन्यो भन्ने कुरा निक्लिन्छ भने त्यहाँ मुखिसा बनाउनु के गरौँ त्यसो होइन। एउटा मान्छे चाहिँ यो खन्याएपछि